आज मलाई छोराले ल हेर्नु मम्मी तपाईँलाई घुमाउनु लान्छु म भनेर भन्यो। अनि कहाँ लान्छ यस्तो कान्छ भनेको हेर्नु न म तपाईँलाई नयाँ ठाउँमा लान्छु भनेर भने। अनि ल जाउँ नि त भनेर आमा छोरा घुम्न गएको। यही गुवारको फ्लाइओभर कि फ्लाइओभर के भन्ने यो बाटो नयाँ खुलेर चाहिँ त्यहाँ लग्यो रहेछ कि। अनि त्यहाँ गयौँ आमा छोरा मजाले घुम्यौँ। अनि म ल हेर्नु तपाईँलाई म उडी चुप पनि लान्छु भन्यो। त्यतातिर चाहिँ मैले भिडियो बनाइनँ। उडी चुप पनि गयौँ, जाउला खेल पनि गयौँ। अनि त्यहाँबाट न्यु रोडतिर पनि घुम्यौँ। अनि त्यहाँबाट लास्टमा कुलेश्वर गएर एक बाक्सा आँप लियौँ। अनि दिदीबहिनीले आधी आधी पार्यौँ कि एक बाक्सा 18 किलो आँप ल्याएर दिदीबहिनीले आधी पारेर लिएर आयौँ। आजको शनिबार चाहिँ हामी आमा छोराको डुलेरै गयो। यस्तो राम्रो बाटो बनेछ अहिले। अब चाहिँ भने गुवारकोमा जाम नहोला कि नभए त जाममा परेर हैरान हुन्थ्यो गुवारकोमा जहिले नि। अब चाहिँ खासै जाम नपर्ला कि भन्ने लागिरहेछ हामीलाई। यस्तो रमाइलो छ। हामी त्यो घुमेर आयौँ। हजुरहरू पनि जानुहोस् है यो नयाँ बाटो हेर्न।